गुड मर्निङ एभ्रिवान वेलकम टु माई न्यू भ्लग। आज चाहिँ एकादशी, म र मेरो परिवार हामी एकादशी मेलामा जाँदैछौँ। म र मेरो छोरी रेडी भइसकेका छौँ, बाँकी जानेहरू चाहिँ रेडी हुन बाँकी नै छ। यतिकैमा मेरो बुढीले एकादशी मेलाको लागि फुल टेपेर पनि ल्याइसकेकी छन्। माइजू पनि रेडी भएर आइसक्नु भएको छ एकादशी मेलाको लागि। फाइनली हामी सबै रेडी भइसकेका छौँ जानको लागि। यतिकैमा हाम्रो अटो पनि आयो र हामी अटोमा बस्नको लागि हिँडिसकेका छौँ। 3 दिन लगातार पानीपछि आज अलि पानी बिसाएको छ। अब हामी अटोमा बसेर एकादशी मेलाको लागि हिँडिरहेका छौँ। फाइनली हामी एकादशी मेलामा पुगिसकेका छौँ र देख्न सक्नुहुन्छ यहाँको भिड, यहाँको चाप, एकदमै मान्छेहरूको घुइँचो लागेको छ। किनभने आज ठुलो एकादशीका दिन यहाँ हिन्दू धर्म मान्ने मान्छेहरू आएर पूजापाठ गर्ने, आफ्नो कुलपितृहरूलाई सम्झिने र विशेष गरी आज तुलसीको बिहे गरिन्छ भन्ने प्रचलन पनि यस धर्ममा रहेको छ र मान्छेहरू विभिन्न ठाउँबाट यस आज ठुलो एकादशी मेलामा आउने गर्दछ। देख्न सक्नुहुन्छ आज नारायणीको किनारमा रहेर मान्छेहरू धूप अगरबत्ती गरेर तुलसीको मठ ल्याएर यसरी पूजा गरेर आफ्नो धर्म आस्थाहरू निभाउने गर्दछन्। मान्छेहरूको विभिन्न ठाउँबाट आएर यस नारायणीको छेउमा आज घुइँचो लागिरहेको छ र त्यससँगै यतातिर माइजू, दाई र मेरो बुढी भएर पूजा गरिरहेको छन् भने यतातिर मैले पनि पूजा गरेँ। एकदमै चिसो थियो पानी, एकदमै, र आज धेरै वर्षाका कारण अब निरन्तर 3 दिनसम्म वर्षा परिरहेका कारण पानी पनि एकदमै धमिलो थियो भने पानी चिसो पनि थियो, प्लस सिमसिमे पानी पनि परिरहेको छ। र पूजासुजा सकेर हामी घर फर्किने क्रममा यता ठुलो मान्छेहरू एउटा भाषाखाजाका सहित अब आज विशेष गरी तुलसीको पूजा गर्ने, तुलसीको बिहे गर्ने प्रचलन रहेको छ र त्यसकारण मान्छेहरू भाजागाजा सहित ल्याएर एउटा पूजाको लागि यस नारायणीको छेउमा आउँदैछन् र हामी पनि पूजासुजा सकेर अब घरतिरको लागिरहेका छौँ। यतिकैमा आजको भ्लग यहीँ सकिन्छ। थ्याङ्क यू गाइज, थ्याङ्क यू फर द वाचिङ।